मेरो बारीमा के गर्नु पैसा छ तिम्रो र तैँले धेरै त्यहाँ मेरो चोर्या कुरा नगर खालासै मार अहिले मैले पैसा खनखनी हालेर किन्ने बारी तिम्रो आएर यहाँ मसुर छिन्ने लाज मान्दैनौ के हो तैँले खोजे हो खोज्छस् ओए रन्ना ए रन्ना म तेरो बुढी पनि भुस्काइदिउँला मैले पनि तेरो बुढीले पनि खेलिदिउँला महाराज चोकलाई ए भाइ किन यस्तो गर्छ भाइ तिम्रो आफ्नो गाउँको मान्छे भएर के भयो भाइ के भयो भाइ के भयो भाइ के भयो अरे मेरो बारीमा यहाँ मसुर छिनेर यिनीहरूले यहाँ हाम्रो बारी हो यो तेरो बारी थियो के भयो भाइ यता बसेर कुरा गरौँ के भयो भाइ यहाँ भयो भाइ गरौँ न बसेर कुरा गर्ने बसेर कुरा गर्ने हो गाउँमा झगडा गरेर मैले पनि त अब राम्रोसँग शान्तिसँग गर्ने भनिरहेको छु अब यिनीहरूले यहाँ अर्का बारीमा मसुर छिन्न लाग्ने होइन तैँले आफ्नो बारी हेर्न हामीले आफ्नो बारीमा त्यसो अरे त्यो बारी मेरो हो त्यसले लाल पूर्जा छ भने देखा त त्यो बारीको म लिएर आउँछु ल ल ल लिएर अनि त्यसपछि दुध पानीको पानी तैँले पनि तेरो बारीको लाल पूर्जा देखा ल नै पहिला तैँले देखा न त्यो नक्सा छ म देखाउने भयो लाल पूर्जा ल हामीले देखाउने भयो चोर्या कुरा गर्दैन गर कस्तो चोर्या कुरा कागज पत्र देखाऊ लिएर आउँछु ल भइहाल्छ तोर साथी लाल पूर्जा ल्याउन गए अहिलेसम्म नआउने त्यो फोन हाल जाम हिँड लाल पूर्जा ल्याउन लाल पूर्जा लिएर यिनीको मुखैमा फालिदिनु कसको त्यो कसको जग्गा पत्ता लाग्छ कहाँ गयो त यार भाइ अहिलेसम्म नै पुग्दैन नि यार आउँदै होला नि भर्खर गएको नि भयो अब जग्गा लाल पूर्जा जस्तो कुरा हो कोही अब राख्यो होला नि टाइम लाग्छ होइन दाइ यार त्यो जग्गा मेरै नै हो तिनीहरूले झुटो नै बोलेको छ नि अब त्यो त भाइ अब उनीलाई पनि त्यो ल्याउन देऊ पूर्जा लाल पूर्जा हमको मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है